आज मैले यो थेसिसहरू कसरी डाउनलोड गर्न सकिन्छ, हाम्रो कुनै इन्स्टिट्युसनल आइडी भनेको टियुको आइडी नभइकन पनि टियुका थेसिसहरू कसरी डाउनलोड गर्न सकिन्छ, त्यो विषयमा चाहिँ एउटा सानो भिडियो बनाइरहेको छु। खास गरी यो हाम्रो अ, मास्टर डिग्रीमा थेसिस गर्दै गरेका साथीहरूले चाहिँ अब विद्यार्थीहरूले पनि धेरै नै गुनासो गर्नुहुन्छ, थेसिस कहाँबाट लिने, अब सोधिरहनुहुन्छ, मागिरहनुहुन्छ, कसरी डाउनलोड गर्ने। यो विषयमा चाहिँ यो सानो म एउटा भिडियो तपाईँहरूलाई देखाउँछु। यो चाहिँ हाम्रो सेन्ट्रल लाइब्रेरीले ब्याकअप गरेको केही भनौँ न उसको रिपोजिटरीहरू छ, त्यसबाट हामी सजिलै भनौँ न हामीलाई कुनै पनि आइडी नभइकन हामी सजिलै लगइन नगरिकन डाउनलोड गर्न सक्छौँ। त्यो लाइब्रेरी छ उनीहरूको, त्यसबाट डाउनलोड गर्न सक्छ। कसरी डाउनलोड गर्ने त्यो म देखाउँछु तपाईँहरूलाई। अब सिम्पली त्यसको लागि भनौँ न हामीसँग अब गुगलमा गएर सर्च गर्नुभयो नि भयो, ई लाइब्रेरी हान्नु होला होइन। ई लाइब्रेरी हाम्रो टियुसिएलको, अब टियुसिएलको ई लाइब्रेरी हान्नुभयो भने हाम्रो यो चाहिँ यो टियुसिएल रिपोजिटरी आउँछ। यो रिपोजिटरीमा तपाईँ जानुभयो भने यसमा अब यहाँ अरू यो भनौँ न हामीलाई यसमा धेरै अप्सनहरू छ भनौँ न। टियुसिएललाई लगइन गरेर तपाईँले अफिसियल आइडी यस्तो आइडी युज गरेर तपाईँले लगइन पनि गर्न सक्छ। अनि अनि तर लगइन नगरिकन पनि तपाईँसँग भनौँ न थेसिसलाई चाहिँ एक्सेस हुन्छ। त्यसैले त्यसको लागि यहाँ जानु होला। यो होम पेजमा तपाईँलाई देखाइरहेको छ यहाँ के एक्सेस हुन्छ भनेर उसले होइन। अब यहाँ डिवाई ह्यान्डल यताउता के सर्च कसरी के भनिरहेको छ। अनि तर हामीले भनौँ न अब सिम्पली तपाईँले दुईवटा वेबाट सर्च गर्न सक्छ, खोज्न सक्छ। यहाँ धेरै कुराहरू अर्काइभ छ। यो हामीले एभाइलेबल यो चाहिँ के त यो चाहिँ डेटाबेस हो। यसमा रिपोर्टहरू छ, सिलेबस छ भनौँ न, क्वेसन पेपर छैन, म्यागजिन रहेछ, जर्नल छैन होइन। अनि अर्काइभ भन्ने के रहेछ, एडिबीको केही चिजहरू रहेछ। थेसिस डिजर्टेसन चाहिँ 23,881 रहेछ। यो नै मेन हो यसमा। तपाईँ त्यसमा जानुभयो भने सिम्पली भनौँ न अब यहाँ सबै फिल्टर गरेर तपाईँले गर्नु सक्छ भनौँ न, डेट वाइज, अथर वाइज, टाइटल, सब्जेक्ट भनौँ न। अब यो एकाडेमिक लेभल वाइज एकाडेमिक लेभलमा जानुभयो भने अब तपाईँलाई पिएचडीको थेसिस चाहियो भने 471वटा थेसिस रहेछ यहाँ भनौँ न। मास्टरको चाहियो भने मास्टर चुज गर्नु होला होइन। अब त्यसरी तपाईँले चुज गर्न सक्छ। अनि सब्जेक्ट क्याटेगोरी पनि अब त्यसमा छान्नुभयो भने जस्तो हाम्रो कुनै कुनै तपाईँले गर्नु होला होइन। मेडिसिनको हामीले हेर्नु पऱ्यो भने मेडिसिन अब 2वटा 3वटा पनि गर्न मिल्ने रहेछ, सोसल साइन्सको होइन। अनि ह्युमानिटिज, म्याथमेटिक्सको, नेचुरल साइन्सको मैले त्यो गरेँ भनौँ न। यसलाई गर्नुभयो भने यो चाहिँ खास चाहिँ त्यो त्यो डिसिप्लिनकै रहेछ त्यो होइन। सोसल साइन्सको पनि रहेछ। तपाईँले भनौँ त्यसरी तपाईँले फिल्टर गरेर अब लेभल वाइज भनौँ न। अब यहाँ तपाईँले पिएचडी हो भने पिएचडी होइन, यसरी फिल्टर गर्न सक्नुहुन्छ। टुरिज्म सर्भिस होला यस्तो यस्तो आइरहेको छ होइन। अब यो तपाईँले भनौँ न यो चाहिँ पिएचडीको थेसिस रहेछ। अनि अब राजनीतिक प्रजातन्त्रमाथि चुनौती भन्ने हाम्रो एउटा थेसिस रहेछ होइन। यसलाई तपाईँ त्यहाँ क्लिक गर्नुभयो भने अब यहाँ आउँछ यो कभर पेज च्याप्टर भन्ने यतापट्टि छ होइन। अनि त्यसपछि तपाईँले भनौँ न अब कभर पेज डाउनलोड गर्नु, पिडिएफ खुल्छ। पिडिएफलाई यसरी डाउनलोड गरेर गर्नु होइन। अनि विद्यावारिधीको लागि रहेछ यो होइन, पुरुषोत्तम मराठाजीको रहेछ भने यसरी भनौँ तपाईँले अब यो पिडिएफ डाउनलोड भयो तपाईँले यसरी गर्न सक्छ होइन। सिम्पली एउटा तरिका यो भयो भनौँ न। अनि यसपछि तपाईँले भनौँ न अब यसको च्याप्टर पेज गर्नु होला। त्यसै गरी सब्जेक्ट वाइज भनौँ न तपाईँले अब सब्जेक्ट एकाडेमिक लेभल भयो, सब्जेक्ट पनि छुट्याउन मिल्यो भनौँ न। सब्जेक्टलाई तपाईँले यहाँ अलिकति हेर्नु होला होइन। जस्तो भनौँ न अब यहाँ सब्जेक्टभित्र तपाईँले कुनै फरेन पोलिसी, हेल्थहरू मोर पनि छ, यहाँको धेरै सब्जेक्ट छ। सो टुरिज्म भनौँ न। अब यो धेरै सब्जेक्टमध्ये कुनै सब्जेक्ट तपाईँले फिल्टर गर्न सक्नुहुन्छ होइन। सो मोर अनि सो मोर सो मोर सो मोर सो यसरी तपाईँले भनौँ न यो यसरी फिल्टर गरेर डाउनलोड गर्ने एउटा तरिका भयो। यसरी इकोलोजी, एजुकेसन, इनर्जी होइन यो चाहिँ, अनि इनर्जी, इङ्ग्लिस लिटरेचर के चाहियो तपाईँलाई भनौँ न। अब त्यही अनुसार यहाँ आइरहेछ, खुलिरहेछ होइन। अझै छ यसमा धेरै रहेछ, धेरै क्याटेगोरिज रहेछ। सोसियो इकोनोमिक भनौँ न। अब श्रीकृष्ण लीला भन्ने पनि रहेछ। सो यसरी भनौँ न तपाईँले अब कुनै पनि भनौँ न अब तपाईँले फरेन इम्प्लोइमेन्टको हेर्नु पऱ्यो भने फरेन इम्प्लोइमेन्टको यहाँ माइग्रेसन यो वाला पिएचडीको थेसिस हो होइन। यो चाहिँ लक्ष्मीप्रसाद रामप्रसाद गेवाली सरले हेर्नुभएको रहेछ क्या अरे। अनि यो भनौँ न यो यो भयो। यसरी भनौँ न तपाईँले यो क्लिक गर्ने अनि यसमा यो फाइल हुन्छ होइन, त्यहाँ फाइलमा गएर क्लिक गर्ने, सजिलै डाउनलोड गर्न सक्छ। यो चाहिँ पिएचडीको रहेछ, लक्ष्मीप्रसाद देवाडीको रहेछ भनौँ न। यसरी तपाईँले एउटा यो वेबाट डाउनलोड गर्न सक्छ फिल्टर गर्दै। अर्को भनेको तपाईँको जुन टपिकमा तपाईँ काम गरिरहनु भएको छ त्यो टपिक रिलेटेडै चाहियो भने
यसको होम पेजमा जानु होला र त्यहाँ होम पेजमा गएर तपाईँले यहाँ माथि सर्च गर्ने ठाउँमा किवर्डै हान्नु होला क्या। त्यो किवर्डै हान्यो भने चाहिँ सजिलो हुन्छ। जस्तो भनौँ न अब हामीलाई चाहिएको थेसिसमा पुर्याउँछ नि त एकैचोटि त्यसले सबै अरू डिसिप्लिनको पनि आउने भयो। अनि त्यो अनुसार फेरि पछि पनि फिल्टर गर्न मिल्छ। जस्तो भनौँ न मैले इकोनोमिक ग्रोथ जस्तो भनौँ न हाम्रो के अरे पोभर्टी भन्यो भने अब पोभर्टी हानेपछि यसले अरू पोभर्टी आइरहेको छ यहीँ यसरी होइन। पोभर्टीको फिल्टर गरिदिइरहेछ। यहाँ चाहिँ अब कतिवटा 100सम्म यसले डिस्प्ले गर्छ एकचोटिमा होइन। पोभर्टी आइरहेछ। अनि यसरी तपाईँले भनौँ न अब त्यसरी सब्जेक्ट वाइज पनि एकैचोटि सर्च गरेर गर्न सक्छ र पछि यहाँ फिल्टर पनि गर्न मिल्छ। यसलाई भनौँ न यसलाई फिल्टर गरेर तपाईँले आफूलाई चाहिएको एरियाबाट थेसिसहरू तपाईँले मिलाउन सक्छ होइन। त्यो अनुसार डाउनलोड गर्न सक्छ। अब यसरी तपाईँले भनौँ न यो यसरी सजिलै भनौँ न हाम्रो थेसिसहरू तपाईँले डाउनलोड गर्न सक्छ। यसको लागि कसैलाई भनिरहनु परेन होइन। थेसिस यो पठाइदियो भनेर कुनै साथीलाई पनि भनिरहनु परेन, कुनै सरलाई पनि भन्नु परेन, अथवा कसै भनौँ न फ्याकल्टिजहरूलाई पनि तपाईँले गुनासो गरिरहनु परेन। सजिलै तपाईँहरूले भनौँ न यहाँबाट थेसिसहरू हाम्रो 23,000 समथिङ थेसिसहरू रहेछ भनौँ न हाम्रो त्यो थेसिसहरू तपाईँले डाउनलोड गर्न सक्छ। मोस्ट रिलेभेन्ट यसलाई फिल्टर गर्ने यो खुल्दैछ। मेरो नेटवर्क अलिकति उ भएर हुनसक्छ होइन। यो फिल्टर पनि खुल्दैछ। त्यो खुलेपछि तपाईँले फिल्टर गर्नु भने यसले अझै यहाँ फिल्टर गरिदिन्छ र त्यो अनुसार तपाईँले डाउनलोड गर्न सक्छ। जस्तो झापाको भनौँ न एउटा हाम्रो यो थेसिस रहेछ पोभर्टीवाला होइन, सतार कम्युनिटीको। यसलाई चाहियो भने अब यहाँ डाउनलोड गर्नु सजिलै हाम्रो के त डाउनलोड हुन्छ। सो यसरी भनौँ न तपाईँले चाहिएको थेसिसहरू चाहिँ तपाईँले डाउनलोड गर्नुहोस् होइन। अब यो डाउनलोड भइसक्यो, यो खुल्छ। हो यसरी भनौँ न अब थेसिसहरू हामीलाई चाहिएको थेसिसहरू यहाँबाट तपाईँले डाउनलोड गर्नु सक्नुहुन्छ।